हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। यो चाहिँ माघ 1 गतेको भिडियो हो। लेट पोस्ट गरेँ। अनि आज चाहिँ हामी दिदी, म, भिनाजु, मम्मी, बुवा भएर रेडी जाँदैछौँ तानसेन टु रेडी मेलामा। अहिले चाहिँ 5-6 दिनको मेला लाग्छ नि त रेडीमा। त्यही हिँड्दैछौँ। यो चाहिँ मिसनमाथिको गोर्खेकोट डाँडा, यता माथि यो चाहिँ गोर्खेकोट डाँडा, यता मास्तिरपट्टि चाहिँ श्रीनगर डाँडा। जाँदैछौँ दिदी बहिनी भएर गफ लाउँदै अगाडि मम्मीहरू हुनुहुन्छ, पछाडि भिनाजु र मम्मी हुनुहुन्छ। गफ लाउँदै लाउँदै गएको छौँ हामी दुईजना दिदी बहिनी चाहिँ। मलाई चाहिँ अब अहिलेसम्म गएको थिएन नि त यस्तो मेला भन्नेमा, रेडी मेला भन्ने अहिलेसम्म यताचोटि लाग्छ, तर म कहिले पनि जान नभ्याउने अवस्था, नजानी भनौँ न। गएको थिइनँ, फर्स्ट टाइम गएको। भिडियो बनाउँदै हिँड्दै रमाइलो गर्दै। उता चाहिँ मम्मी बुवाहरू आउँदै हुनुहुन्छ, भिनाजु मम्मी पनि बाहिर पछाडि हुनुहुन्छ। म चाहिँ भिडियो बनाउनु चाहिँ छोडेको छैन है, भिडियो बनाउनु चाहिँ छोड्नु भएन नि त। फर्स्ट टाइम हिँडेको। बुवाले चाहिँ हाई गर्दै हुनुहुन्छ। कति राम्रो छ हाम्रो पहाड, हरियाली, हिमाल, पहाड कस्तो राम्रो छ। हाई गर्दै मम्मीले पनि भिडियो बनाउँदै जाऊ ठाउँको भन्दै हुनुहुन्छ बुवाले। मलाई त अब यतातिर खासै नहिँडेको नि त यो बाटो। यो रानीमलको कोरिडोर बाटो हो। रानीमलको भिडियो बनाउँछु भन्दै कस्तो भुलेछु कि मैले चाहिँ। अब नेक्स्ट टाइम फेरि बनाउँछु नि त। हाइवे भन्दा चाहिँ यो बाटो एकदमै राम्रो हो, एकदमै ठुलो फराकिलो। अनि त्यसपछि धेरै गाडीहरू नहिँड्ने एकदम ठिक बाटो। एक दुई ठाउँमा चाहिँ अलिक अफरोड जस्तो त थियो कि, तर राम्रै थियो यो बाटो चाहिँ। यो चाहिँ छेलुङ, कस्तो राम्रो छ हेर्नु न, कस्तो राम्रो हरियाली, कस्तो राम्रो। मलाई त मन परेको ठाउँ हो यो छेलुङ चाहिँ। जाँदैछौँ हामी छेलुङ हेर्नु कस्तो राम्रो छ। स्कुलहरू आउँछ, राम्रो लाग्यो मलाई चाहिँ। मलाई चाहिँ मन परेको ठाउँ हो छेलुङ। स्कुल आयो छेलुङ भन्दै, कस्तोले छेलुङ भन्थ्यो। मलाई फर्स्ट टाइम देखेको के, सेकेन्ड टाइम भनौँ न। यसरी भिडियो बनाएर हिँडेको चाहिँ फर्स्ट टाइमै हो। खास भिडियो चाहिँ बनाउने मान्छे चाहिँ होइन, टिकटक चाहिँ बनाउने, यस्तो भिडियो चाहिँ नबनाउने मान्छे हो म चाहिँ। म त खै 2 दिन के भएको थियो, भिडियो बनाउनेको रहर लाएर बनाएको के। हेर्दै जानु, म कति बोल्छु होइन। कस्तो राम्रो छ हेर्नु न हरियाली, लास्टै राम्रो। बिचमा अरूहरू गफ गर्दै हुनुहुन्छ बाटोमा, बाइकहरू रोक्दै। वाउ कस्तो राम्रो पहाड, कस्तो राम्रो छ हेर्नु न। बाटो पनि आनन्दको के, धेरै हल्लाहुल्ली नभएको। हाइवे भन्दा धेरै 100 गुणा राम्रो छ बाटो चाहिँ। आजभोलि त प्रायः यही बाटो जान्छ, हाइवे भन्दा यही सजिलो हुन्छ कि बाटो। आनन्दको ठुलो छ। एउटामा चाहिँ गाह्रै छ, रानीमल भन्दा अलिक माथिपट्टि त अलिक गाह्रै छ, तर जेहोस् बाटो चाहिँ ठिक छ है, जेहोस् फराकिलो राम्रो। हिँड्दैछौँ जाँदैछौँ। कति बोल्नु, एकछिन रेस्ट गर्नु पऱ्यो। रेस्ट गर्दै अरूहरू रेस्ट गर्दै हुनुहुन्छ। अब अबेला भइसकेको थियो नि त, 10 बजी भने चाहिँ यहाँ यो रानीमल देखिन्छ कि भन्दै म देखाउँदै हिँड्नु त। रानीमल त के बनाउँछु भन्दै बिर्सिहाल्यो। त्यतिखेर रानीमल भन्दा यति तल फेरि अलिक अफरोड थियो कि बाटो चाहिँ, त्यसले गर्दा पनि होला। अनि भिडियो नबनाउने मान्छे भएपछि यस्तै हो क्या, के सोचिन्छ के हुन्छ होइन। अलिअलि गाडी फटाक गाडीहरू चाहिँ हिँडिरहेछन्। हिँड्दैछौँ हेर्नु कस्तो राम्रो हरियाली छ, राम्रो छ। तर बिहान चाहिँ एकदमै चिसो थियो है, मौसम चिसो थियो। मलाई चाहिँ यहाँको हेर्नु उस्तै घर लाएर खिचेको क्या भिडियो हेर्नु, कति राम्रो छ एउटै खालको। यो त खैसम्म के नाम थियो यो ठाउँको चाहिँ मलाई थाहा भएन। कुनै अबाट आउने नाम थियो जस्तो लाग्थ्यो, तर मलाई चाहिँ ठ्याक्कै थाहा भएन है। जाँदैछौँ छिटै आइन्छ आउनु त। अब गाडीमा गए त लगभग 2 घन्टा त लाग्छ। यस्तै आफ्नो साधनमा गएर यताउति गयो भने चाहिँ, साधनमा बाइकहरूमा गयो भने त 1 घन्टामै पुग्ने ठाउँ हो। हुन त हामी सुस्ता चलाएको भएर 1.5 घन्टा लाग्थ्यो यहाँबाट जाँदाखेरि। भिडियोमा हुँदै आफ्नो भिडियो गर्दै हिँड्दै गरिरहेको छु मैले चाहिँ। हिँड्दैछौँ हामी। कस्तो राम्रो बाटो हेर्नु न, राम्रो छ बाटो हेर्नु। कत्रो पहाड छ त्यहाँ, तर धेरै राम्रो बाटो छ है यहाँको चाहिँ। हजुरहरू आउनुभयो भने रानीमलको कोरिडोर बाटो जानु होला। कोरिडोरको बाटो हो यो चाहिँ, राम्रो छ। हाइवे भन्दा धेरै, हाइवेमा धेरै प्रदूषणहरू छ, यसमा चाहिँ छैन खासै। कालीगण्डकी देखिरहेछ तल। रानीमल देखिन्छ कि भनेर देखाउँदैछु कि रानीमल कहाँ देखिन्छ, रानीमल कहाँ छोडेर आइसकेको। जस रानीमलसम्म पुग्ने पानी कालीगण्डकी चाहिँ छ है। त्यही देखाउँदै अलिअलि जिपहरू हिँडिरहेछ, अलिअलि गाडीहरू हिँडिरहेछ। बाटो हेर्नु कस्तो राम्रो। अप्पर मुस्ताङको भिडियो देख्छु म त जान त गएको नि, त्यस्तै खालको कि हेर्नु न बाटोहरू कस्तो राम्रो छ। एक दुई ठाउँमा चाहिँ धुलो त छ है, तर धुलो भए पनि मलाई त एकदम खुसी लाग्यो, रमाइलो लाग्यो। हेर्नु कति राम्रो छ हाम्रो पहाड, लास्टै राम्रो। हिमाल देखिन्थ्यो क्या अरू बेला चाहिँ। अहिले चाहिँ त्यो दिन चाहिँ खासै राम्रो मौसम रहेनछ क्या हो कि, त कस्तो राम्रो हिमाल देखिन्थ्यो। अनि हामी हिँड्दैछौँ गफ लाउँदै, दिदी बहिनी गफ लाउँदै हिँड्दै।
हेर्नु यो चाहिँ मलाई यहाँको पहाड यो त अचम्म लाग्यो कि हेर्नु कस्तो रामको पाइताला हुन्छ नि खुट्टाको पाइताला हो त्यस्तै खालको भएर बुवाहरू पनि हेरेर रोक्नु भएको छ मैले पनि कस्तो अचम्मको लाग्यो न त्यहाँ चाहिँ अचम्मको रहेछ कि यो चाहिँ मलाई अचम्म माने एक ठाउँमा पनि अझ एउटा हात्ती एउटा ढुङ्गा चाहिँ हात्तीको जस्तो थियो कि मसँग भिडियो थियो सायद फालेछु कि या एड भनेछ खै के भएछ अनि यस्तो राम्रो के हिँड्दैछौँ हामी चाहिँ अब आउन आँट्छौँ अब यतापट्टि लगाएपछि चाहिँ अर्गली आउँछ अर्गलीको माथिपट्टि चाहिँ पुरै बजारै देखिन्छ अर्गलीको यो तल्लो बाटो आएको भएर पछाडि पर्छ कि अर्गलीको चाहिँ जो रमाइलो छ ठाउँ चाहिँ हाम्रो पहाड चाहिँ रमाइलो छ है हरियाली सुन्दर अब अर्गली आइयो अर्गलीको घुम्टी आइयो हेर्नु कति गाडी यताबाट हिँडिरहेको छ प्रायः सानो सानो गाडीहरू चाहिँ यताबाट के हाइट्सहरू यस्ता कारहरू बाइकहरू यताबाट ठिक हुन्छ कि 1 घन्टामा पुगिहालिन्छ उताको हाइवे बाटो अलिक सानो छ कि 2टा गाडी आयो भने पनि जाम हुने खालको छ यो त ठुलो छ नि 2-3टा आए पनि जाने अलिअलि बसहरू त चल्दो रहेछ यताको बाटो पनि तर जो माथिको जस्तो चाहिँ छैन जस्तो आनन्दको छ आनन्द हामी सुस्त जाँदाखेरि किन हतार गर्ने हो र भनेर आनन्द गफ्लाउँदै हिँड्दैछौँ अब चाहिँ हामी उता माथिबाट चाहिँ हाइवेबाट र त उता तलका कोरिडोरको बाटोमा जोडियौँ एउटै बाटोमा आयो अब ऊ माथिबाट हाइवेबाट आएको गाडीहरू अगाडि हिँड्दैछन् अब आइयो रेडी चाहिँ अब हिँड्दैछौँ हामी अब रेडी आउनु लाग्यो भनेपछि त खुसी लागिरहेको थियो बिचमा हुनुहुन्छ अरू बिचमा हिँड्दै हुनुहुन्छ ओह अब देखाउँछु कति धेरै मान्छे हो भन्दैछु मैले चाहिँ हेर्न कति धेरै छन् मान्छेहरू भक्तजनहरू धेरै कहाँदेखि आउनुभएको एकदमै राम्रो हो नि त माघमा त प्रायः जस्तो माघ मेला भनेकै रिडीमा रमाइलो एकदमै रमाइलो हुने ठाउँ हो कि मेला समेत मेला लागेको हुन्छ 6 दिनसम्म मेला लागेको हुन्छ 1 गते 6 गतेसम्म लागेको हुन्छ कति रमाइलो हुन्छ कहाँदेखि आउनुहुन्छ नुहाउने धुवाउने पूजापाठ सम्पूर्ण कार्यहरू यहाँबाट गरिन्छ हेरिरहँ हामी चाहिँ हिँडिरहेछौँ सुस्ता अब कति बेला आउला जस्तो भइसक्यो अब चाहिँ हिँड्न त आउनु त आइरहेको तर त्यस्तरी मेला भनेर चाहिँ त्यस्तरी आएको थिएन कि फर्स्ट टाइमै हो अब हिँड्दैछौँ अब स्टार्ट हुन्छ जाम जसको डर थियो वही जाम हेर्नु न जाम सुरु अब रिडी मेलामा आउनु बेलामा चाहिँ अब आयो होला भन्दा फेरि जाम पर्दियो बिचमा अनि सानो गाडी भएपछि सजिलो कि बिचमा यसो भित्र हालिहाल्नु मिल्ने ठुल्ठुलो गाडीले हेर्नु कति जाम छ कस्तो लास्टै जाम यस्तो जाम त मैले देखेको थिएन लास्टै जाममा भित्र गयौँ हामी चाहिँ जानै पर्यो कुरेर मात्र पनि भएन हेर्नु उस्तै रहेछ यार यो 2टा बस त है उस्तो देखिने खालको उस्तै अब जामले दिमाग खराब गरिरहेको थियो अब जानु पर्ला अब त भयो होला भनेको अगाडि गएको फेरि अगाडि पनि जाम राम कति जाम हो भन्दै भिडियो बनाउँदै हिँडेँ म चाहिँ मेरो कामै भिडियो बनाउने फेरि अर्को टोक क्रस भएपछि फेरि तल आएर फेरि जाम यो ठाउँमा चाहिँ के रहेछ भन्दा ठाउँ सानो ठुलो सामान आएको गाडी रहेछ के अब यहीँ रोक्न पर्यो ठुलो बाटो सानो सामान ठुल्ठुलो गाडीहरू हिँड्ने अनि आजको दिन त नहिँड्न पर्ने हो कि यस्तो बिजी हुन्छ सधैँ बिजी हुने ठाउँ हो यो 1 गते त यहाँ ठुल्ठुलो गाडी छ कि हेर्नु त्यहाँ तल ट्रकहरूमा सामानहरू छन् कि लोड गर्न पर्ने यत्रो ठाउँ बाटो सानो हाई गर्दा हुन्छ दिदीले चाहिँ मैले भ्लग बनाएको भनेर आइयो भन्दैछु म फेरि खुसी भएको म चाहिँ खुसी भएको रे म फेरि यस्तो घुम्म परिरहेको छु अनि अब आइयो यो त माथिपट्टि रिडी बजार हो यो तलपट्टि ऋषिकेश मन्दिर अब पुल जाने ठाउँ अब अहिले चाहिँ बोटिङ सिस्टम पनि बनाउनु भएको रहेछ त्यहाँ रमाइलो थियो जोस् मलाई त एकदम रमाइलो लागेको ठाउँ हो उता माथिबाट जान खोजेको त्यो त माथि लास्टै जाम भएर आउन सक्यो नि लङ कट आयौँ कि हामी सर्टकट पनि बाटो थियो मास्टरबाट हेर्न वाह कस्तो राम्रो वाह मलाई बोटिङ गर्दै हुनुहुन्थ्यो यहाँ आज बोटिङको पनि छ अझ भिडियो यहाँ अझै हिँड्दै हुनुहुन्छ हामी हिँड्दैछौँ यो बाटो त यो ऋषिकेश मन्दिर जाने ठाउँ हो माथि देखिरहेको चाहिँ रिडी बजार हो तर थोरै देखिरहेको छ माथिबाट देखिन्छ ठुलै मैले देखाउँदैछु चर्की पिङ भन्छ चर्की पिङ अब फर्स्ट टाइम आएको नि त यस्तो मेलामा चर्की पिङ भन्दैछु बोटिङ ओ माई गड कस्तो रमाइलो हेर्नु न
मलाई पनि रहर थियो के गर्नु, हामी हतार हतार गयौँ, हतार हतार आयौँ। अब गर्न पाएन, नेक्स्ट टाइम चाहिँ म गर्छु भोटिम चाहिँ। हिँड्दैछौँ अब, कोही चाहिँ हिँड्दै फर्किँदै हुनुहुन्छ, कोही जाँदैछौँ हामी चाहिँ, कोही दर्शन गरेर नुहाइधुवाइ गरेर फर्किसक्नु भएको छ। अब जाम सक्यो भन्दै थिएँ म चाहिँ खुसी हुँदै, अब त आइयो भन्दै थिएँ। जाम पनि लास्टै जाम के, यस्तो जाम त मैले देखेकै थिइनँ कि होइन, मान्छे कति हुनुहुन्छ लास्टै मान्छे। अनि यस्तो सानो गाडीमा, यस्तो सानो बाटोमा पनि कारहरू ल्याएर राख्नुभएको कि, अनि अगाडि फेरि यहाँ आएको, फेरि यहाँ जाम, हेर्नु न, हैरान, जामै जाम जामै जाम, दिमाग खराब भयो। के गर्ने होला त भनेको, नगइकन त हुन्न, जानै पर्छ भनेर किन भिडियो सानो आएको है। यहाँ दिदीले सोध्दै हुनुहुन्छ, उहाँलाई जाममा पनि भिडियो बनाउनु भयो है भन्दै हुनुहुन्थ्यो। म भ्लगर हो नि त भन्दै हाँस्दैछु म चाहिँ। अब भन्छु कि मैले, म भ्लगर हो नि त भन्छु, भ्लगर हो नि त म भन्दैछु म फेरि। उतातिर दिदीहरूले भन्दै, त्यस्तो जाममा पनि भिडियो बनाउनु भयो भन्दै थिएँ। भने त्यसपछि आइयो भन्दै खुसी हुँदै भिडियो बनाउँदै ऊ आइयो। सबैजना नुहाउँदै हुनुहुन्छ, नुहाएर रेडी भइसक्नु भएको छ। कोही उता पारी चाहिँ गुल्मीतिरको हो, सेङ्जा गुल्मी पाल्पाको 3टा पुल छ नि त यहाँको। गुडहरू पनि छ, गुड यहाँको फेमस चाहिँ गुड हो। गुडहरू बेच्नु हामी ऋषिकेश मन्दिरमा पनि जाम न त, आइहालेको बेलामा पछि आउनु त्यस्तै हो भनेर फेरि पसेको लास्टै भिड ऋषिकेश मन्दिरमा पनि। तर पनि हामी गएर दर्शन गऱ्यौँ। अब यो चाहिँ रेडी बजार हेर्न कतिजना कति हुनुहुन्छ, 3 मुखे पुल, रिडी, गुल्मी, पाल्पा, सेङ्जा गुल्मी, पाल्पा। हामी अब कति पूजा गर्नु, अब त नुहाइधुवाइ गरिसकेपछि त खानु पनि पर्यो, केही पनि नआइकन आएको भनेर हामी खाना घरबाट लगेको खानातिर लाग्यौँ सबै। दिदी, भिनाजु, मम्मी, बुवा, मम्मी, अब रोटी, अब यताउति घरमा लिएर गएको स्पेसल चिया पनि लिएर गएको थियौँ। हामी फेरि चिया लबर हो नि त, चिया पनि लिएर गएको थियौँ। अनि अब हामी निस्किन लाग्यौँ। अब मेला पनि सक्यो, रमाइलो थियो, रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ। मेरो भिडियोलाई सब्सक्राइब गर्नुहोला, सेयर गर्नुहोला, धन्यवाद। अब भ्याइयो, यो पुल हो, बाई, थ्याङ्क यू फर वाचिङ। फेरि पनि धन्यवाद।